आमा म यो घरमा बस्न सक्दिनँ अब एक दिन पनि बस्न सक्दिनँ। के भयो छोरी किन रोकी? मैले जे गरे पनि खुसी हुनुहुन्न। यो भएन त्यो भएन सधैँ कचकच काममा मात्रै दलाउनुहुन्छ मलाई। हन कस्तो चाहिँ रहेछन् हौ ती आमै। कान्छी बुहारीलाई चाहिँ केही पनि भन्नुहुन्न, सबै काम मैले मात्रै गर्नुपर्छ। ए त्यसो भए गर्छिन्। त्यसो भए गाउँका दुई चारजना भेला पारेर छुट्टिने काम गर। यस्ता सास ससुरासँग किन बस्नु पर्यो? ज्वाइँ मान्नुहुन्न नि त, आमा बुवाले पनि दिनुहुन्न। नमानेर हुन्छ? थपक्क न छुट्टिने काम गर। के भयो आमा? नानुलाई के भयो चाहिँ क्या हो? तैँले सबै थोक जान्नु पर्यो छैन? बरु जा चिया पकाएर लिएर आइज। ए आमा चिया। यस्तो पनि चिया पकाउँछन्? लो कहिल्यै चिया पकाउन नि जान्दैन यसले। न खाना राम्रो बनाउँछ, न चिया राम्रो बनाउँछ, न घरको कामै राम्रो गर्छ। यसलाई त घरमा त केही पो सिकाएनछन् त। कस्तो चाहिँ बुहारी फेला परेछ हौ मेरा। यो कस्तो कुरा गर्नुभएको आमा तपाईँले? त चुप लाग, बेसी बाटो हुनु पर्दैन। देखिहाल्नु भने आमाले मलाई कस्तो गर्नुहुन्छ। बरु हामी पनि छुट्यौँ न, के भन्नुहुन्छ? आमा बुवाले कहाँ मान्नुहुन्छ? मेरो कुरा आमा भुइँमै खस्न दिनुहुन्न। र पनि म भोलि एकखेप भनिहाल्छु, हेरौँ के भन्नुहुन्छ। आमा तपाईँसँग एउटा इम्पोर्टेन्ट गफ गर्नु थियो। के कस्तो गफ? भाइको बिहा पनि भइसक्यो, परिवार पनि ठुलो हुँदैछ, अब हामी छुट्टिनु पर्छ होला। ए तिमीहरू अब छुट्टिन आँटेका? ए मेरो छोरालाई पोल सबै पोलेले लगाएर भड्काइसकिस्। लाखेस् यसलाई। आफ्नो छोरीको दुःख देख्दा छुट्टिने परामर्श दिने अनि आफ्ना छोरा बुहारीले चाहिँ छुट्टिन खोज्दा बुहारीलाई दोष दिने कस्तो मन होला।